साथीहरु यो Redmi को Note 10 मोबाइलमा यो चार्जिङमा समस्या थियो। यसमा घरि हुने घरि नहुने, एकछिन हुने एकछिन नहुने, यसमा हुँदै छोड्ने समस्या थियो। अहिले यसमा चार्जै भइरहेछ। अब यसलाई सबै भोल्टेज चेक गरेर हेरौँ। यहाँसम्म 5 भोल्ट आइरहेछ, ठिकै छ। सानो चार्जिङ कनेक्टरबाट यहाँसम्म आइरहेछ। तर ब्याट्री कनेक्टरसम्म भोल्टेज गइरहेकै छैन। 0.60 62 त्यस्तै गइरहेछ। अब यसको के समस्या रहेछ त हेरौँ। यसको बोर्ड निकालेर यो कस्टमरले ल्याएको थियो, अरूतिर पनि रिपेयर गरिसकेको थियो, सायद नसकेर नभएर होला। उसले त्यहाँबाट फिर्ता ल्याएको थियो मेरोमा। अब यसको चार्जिङ आइसी सम्म हेरौँ भोल्टेज आएको छ कि छैन। चेक गरौँ भोल्टेज कति आउँछ। चार्जिङ आइसीमा इनपुट भोल्टेज चेक गरौँ। इनपुट भोल्टेज यहाँसम्म आइरहेकै छैन। भोल्टेज त्यति नै छ, 0.60 50 छँदै छैन। भोल्टेज आएकै छैन चार्जिङ आइसी इनपुटमा। फेरि चेक गरौँ यसलाई। चार्जिङ चार्जर जोड्नै बिर्सेछ। जोडेर हेरौँ एकचोटि। भोल्टेज फेरि चेक गरौँ। आएकै छैन, बिल्कुलै भोल्टेज आएको छैन। चार्जिङ आइसी इनपुट भोल्टेज दिएकै छैन, आएकै छैन यहाँसम्म। पचासमा आइरहेछ, तर यहाँनिर यो क्यापेसिटरमा भोल्टेज आएको छैन। बिल्कुलै आएको छैन। यसलाई कनेक्सन कहाँ मिसिङ छ, फेरि चेक गरेर हेरौँ। चार्जिङ कनेक्टरबाट त्यो क्यापेसिटरसम्म कनेक्सन ठिक छ कि छैन एकचोटि चेक गरौँ। कनेक्सन छ यहाँबाट उता कनेक्सन ठिकै छ। कस्टमरले अन्तै लगेर खोलिसकेको थियो यो सेट। यसरी चार्जिङ आइसी पनि उकाएको थियो, सायद नभएर रिटर्न ल्याएको थियो। नभए यसको मैले
जानकारी दिनको लागि मात्रै मैले हो। खासमा सिम्पल सोलुसन हुन्छ यसको। चार्जिङ आइसीको पछाडिको प्लेट त उकाइरहनै पर्दैन, उकाइसकेको हुनाले मैले पुरा जानकारी दिएको मात्रै हो। यसको समाधान सिम्पल नै रहेको छ। यहाँ चार्जिङ इनपुट कनेक्टरको मुनि सानो जम्पर लगाउँदा काम भइहाल्छ। मैले जानकारीको लागि मात्रै सबै टेस्ट गरेको हो। यहाँ एउटा सानो जम्पर लगाएर हेरौँ। चार्जिङ कनेक्टरको राइट साइडमा ठिक मुनि र चार्जिङ मेन पत्ताको साइडमा, यसमा त मुनिबाट पनि जम्पर गर्न सकिन्छ, तर त धेरै लामो जम्पर वायर लगाउनु पर्ने भएकोले मैले यसलाई सर्टकटै गरिदिएको छु। यहाँनिर थोरै खोसालेर पत्ताको साइडमा यहाँ मैले यसलाई जम्पर गरिदिएको छु। हाम्रो जम्पर तयार भएको छ। एकचोटि यसलाई चार्जिङ चेक गरेर हेरौँ। भोल्टेज चेक गरौँ यसको। चार्जिङ आइस इनपुट भोल्टेज क्यापेसिटरसम्म आएको छ कि छैन। भोल्टेज हेरौँ। ल हेर्नुहोस्, भोल्टेज 5 भोल्ट आएको छ। टर्बो चार्ज नै लिएको छ। यसले फास्ट चार्जिङ टर्बो चार्जर लिएको छ। यसरी हामीले हाम्रो चार्जिङ समस्याको सजिलै समाधान गर्न सक्छौँ।